दिएन भनेर त्यो अड्किरहेको हुन्छ क्या अँ, हामीलाई पनि अन्टरप्रेनरसिपको तपाईँले भनेको के भन्छ नि अन्टरप्रेनरसिप ठिक कि आफ्नो जब जब ठिक ठिक जाने के त भन्दाखेरि आफ्नो माइन्ड सेट हो होइन कसैलाई केमा मन लाग्छ तर के भन्छु भने मेरो सजेसन चाहिँ एज अ स्टुडेन्टलाई चाहिँ उम्, 2-3 वर्ष चाहिँ सकेसम्म त्यो सिस्टम बुझ्ने अर्गनाइजेसनमा एज अ इन्टर्नसिप अँ, काम गर्नुहोस् के हजुर अर्काको पैसामा तपाईँले सिक्न पाउनुहुन्छ क्या उम्, झ्याम्मै गरेर तपाईँले विदेश गर्नु भने सुरुमा फन्ड चाहिन्छ होइन त्यो उम्, आइडिया चाहिन्छ तपाईँले इम्प्लिमेन्ट गर्नुभयो अनि हामीसँग त्यस्ता एन्ट्रिप्रेनरहरू भन्छ क्या एन्ट्रिप्रेनर भनेको कसरी बुझ्छ भने एन्टी तिमीले बिजनेस गर्न सक्दैनस् है तँ बुझ्छस् है तँ नगर है भन्नेवाला हुन्छ नि सोसाइटीमा धेरै छन् त्यो त इन्करेज गर्ने भन्दा धेरै मान्छे डिस्करेज गर्छन् कि किन यो फल्लाको छोराले किन यस्तो गरेर होला यो बिग्रिन लायो अब किन काम गर्दैन त्यो एन्टरप्रेनरलाई तपाईँले कन्भिन्स गर्न गाह्रो छ त्यसरी तपाईँ आफूले सुरुमा गरेको बिजनेस सक्सेसै हुन्छ भन्ने छैन नि त छैन फेल भयो भने तपाईँले के हुन्छ नि सबैजना मैले त भनेकै थिएँ नि तँलाई त्यो नगर भनेर अनि त डुबिनेसदेखि त्यसपछि अर्को फेरि गर्नको लागि इन्करेज आउँदैन क्या उम्, कि हामीसँग त्यो फन्ड हुनु पर्यो फ्यामिली सपोर्ट हुनु पर्यो जति गरे पनि मलाई के छैन त बिजनेस गर मैले पैसा लगानी गर्छु के छैन 5 वर्ष 10 वर्ष ल्याऊ त्यसपछि राम्रो भइहाल्छ भन्ने त्यो त हाम्रो ब्याकग्राउन्ड चाहिँ छैन नि छैन त्यो त छैन त्यही भएर के हुन्छ भने बेटर पहिला चाहिँ जबै नगर्ने उम्, त सिक्नको लागि चाहिँ हाम्रो इन्टर्नसिप भनेको पनि त्यो चाहिँ सिक्ने ठाउँ पनि हो क्या हो प्रोसेस कसरी हुँदो रहेछ बिजनेस मोडलहरू के रहेछ होइन उम्, फन्ड म्यानेजमेन्ट कसरी गर्ने रहेछ अकाउन्टिङको नलेज कसरी ल्याउने रहेछ स्ट्राटेजी कसरी बनाउने रहेछ त्यो बुझ्छ नि त तपाईँले भनेको कुरा एकदमै गुड किनकि म पनि सुरुमा चाहिँ बिजनेस गर्छु भन्दै जाने थिएँ अनि ठ्याक्कै मैले एकचोटि काम गर्न थालेँ राइड सेयरिङमा त्यहाँ गएपछि थाहा भयो कि मेरो आइडिया छ भन्दैमा चल्ने चाहिँ हुँदो रहेन रहेछ है भनेर त्यो फ्लप आएको देखेपछि थाहा भयो अनि चाहिँ सुरुमा चाहिँ काम गर्नै पर्ने रहेछ भन्ने चाहिँ मलाई पनि त्यहाँबाट नलेज आएको थियो ठ्याक्कै तपाईँले त्यही पोइन्टमा जोड्नु भयो त्यो चाहिँ के हुन्छ भने जस्तो तपाईँले थोरै लगानी गरेर उम्, पैसा पनि पाउँदै हुनुहुन्छ उम्, तपाईँसँग धेरै रिस्क पनि छैन हो फ्यामिली रिस्क पनि भएन उम्, काम गरिरहेको छ अहिले भन्ने पनि हुन्छ हो मनिटरी पार्टमा नजाउँ न पैसा पाति कमाउनुहुन्छ भनेर तपाईँले जस तपाईँले आफूलाई इन्भेस्ट गर्दै हुनुहुन्छ क्या त्यही त फ्युचरको अन्टरप्रेनर बन्नको लागि अथवा स्टार्टअप रन गर्नको लागि अहिले इन्भेस्ट गर्दै हुनुहुन्छ क्या जति पनि अहिले नेपालमा देखिरहेको हुन्छ नि जस्तै स्टार्टअपहरू देखिन्छ हजुर सबैको ब्याकग्राउन्ड हेऱ्यो भने के हुन्छ भने नर्मली कोही काम गरेर हुन्छ क्या अँ, काम गरेर कुनै स्टार्टअपमा काम गरेर आएर अर्को स्टार्टअप गर्छ हो क्या त्यो किनभने त्यो त बेस्ट हो नि होइन हजुर त्यही अब तपाईँको के भन्छ हाम्रो स्कुलिङको पार्टहरू कलेजको पार्टमा तपाईँ पछि आउनु होला होइन कसरी हाम्रो एजुकेसन सिस्टम छ अँ, के छ भन्ने कुरा होइन हजुर हुन्छ तर त्यो ठ्याक्कै तपाईँले भन्दै गर्दाखेरि अब पैसाकै कुरा गर्ने हो नि त जस्ट मन्थली 15K चाहिँ मेरो होइन बट सिक्ने भनेको चाहिँ युज एमाउन्ट थियो मैले त्यहाँबाट थाहा पाएँ आइडीसँग रिलेटेड कामहरू सिक्नेदेखि लिएर बिजनेस त यो रहेछ त्यो रहेछ भने अनि अर्को मेन भनेको चाहिँ नेटवर्किङ हुन्छ जस्तो लाग्छ क्या मलाई नेटवर्किङ पनि एकदम इम्पोर्टेन्टै हो जस्तो लाग्छ कि स्टार्टअप गर्नलाई भोलिको दिनमा सजिलो हुन्छ नि त जस्तै मैले पोडकास्ट गर्दा मान्छे बोलाउन नेटवर्क थिएन भने त अब तपाईँलाई पनि बोलाउन सक्दिनँ होला म आज अरू मान्छेले पनि बोलाउन सक्दैन थिएँ सो यो एकदम इम्पोर्टेन्ट रहेछ अब एजुकेसन सिस्टम त एजुकेसन सिस्टममा पनि एन्टरप्रेनरसिप त छ जस्तो लाग्छ मलाई यो जस्तै बिआइएम भयो कोर्स होइन बिबिएमा तर त्यो नलेजले मात्रै चाहिँ पुग्दैन होला क्या जहाँसम्म मलाई लाग्छ अलिकति माइन्ड सेट हुनु पर्यो होला अनि फाल्टो अलिकति एक्स्ट्रा प्र्याक्टिकल नलेज भनौँ न हामीले कसरी बुझ्छौँ भने नर्मली फल्ना मान्छे यति पढाएछ त्यही पनि यसले बिजनेस गरेको फेल भयो नपढिकन हाम्रो नजिकै यहाँ मिनबहादुर गुरुङ हुनुहुन्छ उहाँ पढाए त होइन खासै धेरै बिजनेस पढाए पनि होइन उहाँले गरेको बिजनेस चाहिँ सक्सेस छ त्यसलाई कसरी बुझ्नु पर्यो भने पढाइ भनेको के हो भने तपाईँले अब धेरै सिक्न बाँकी छ है भनेर बुझ्नको लागि जाने हो कि मैले यो सिक्नुपर्छ भनेर तपाईँलाई वे आउट थाहा पाउने हो क्या मैले यो जान्नुपर्छ भनेर थाहा पाउने कुरा हो कि तर नेपालमा हाम्रो नर्मली जहाँ पनि हेऱ्यो भने के भन्छ पढ्ने बित्तिकै थ्योरी पढ्ने बित्तिकै सबै इम्प्लिमेन्टेबल हुन्छ भन्ने छैन नि त्यसले के हुन्छ तपाईँलाई चाहिँ के हुन्छ भने एउटा केस थाहा पाउँछ तर जसले गर्दाखेरि के हुन्छ भने यो केसमा मैले यस्तो गर्नु हुँदैन म यस्तो गर्नुपर्छ के थाहा होइन हाम्रो बिनबहादुर गुरुङ एमबिए गरेको भए यसलाई 40 वर्ष लाग्थेन कि यति ठुलो ग्रो हुनको लागि होइन 10 वर्षमा हुन्थ्यो कि इक्जाम्पल त्यो हुनसक्छ नि त होइन बिग मार्टले धेरै चाँडै आफ्नो ब्रान्चहरू बढायो मिनबहादुर गुरुङको भाटपाटीलाई किन टाइम लाग्यो त इक्जाम्पल होइन सो विनोद चौधरीकोले आफूले त एमबिए गर्नु भएन तर छोरालाई किन एमबिए गराउनु भयो त निर्मल चौधरीले भनेको पढाइको इम्पोर्टेन्ट हामीले डाइरेक्टली दिँदाखेरि त्यसो इम्प्लिमेन्टेबल अथवा इम्प्लिमेन्ट हुन्छ कि हुँदैन डिफ्रेन्ट स्टोरी तर के छ नि अननोइङली तपाईँको के हुन्छ भने त्यो हामीले पढेको कुराहरू त्यहाँ इम्प्लिमेन्ट हुन्छ क्या थाहा हुन्छ त्यो इन्डाइरेक्टली हुन्छ भनौँ न जस्तै अब अहिले मैले 2-3वटा सेसनमा जाँदाखेरि हामी एन्टरप्रेन्योरसिपको होइन मैले अर्को चाहिँ एउटा के देखेको छु भने अहिलेको मान्छेहरूलाई चाहिँ अलिकति पोजिटिभ भाइब्स चाहिँ भनेको अहिलेको गभर्मेन्टले छ क्या एभ्रीबडी भन्दा छ हामीसँग युथ गभर्मेन्ट छ अब चाहिँ गर्नुपर्छ युथ गभर्मेन्ट छ अनि अर्को त झन् गभर्मेन्टले अब त्यो 100 डेजको त्यो प्लान ल्याएको त्यसमा आइटीलाई पनि समेटेको छ एन्टरप्रेन्योरसिपमा अबको 5-10 वर्ष चाहिँ सबले भन्दा चाहिँ आइटीको मेरो पनि आइटीसँग रिलेटेड आइडिया थियो सो अहिलेको मार्केटमा चाहिँ मेरो आइडियालाई चाहिँ बेस्ट छ नि भनिरहेको छ क्या सबले नन आइटीलाई छोडेर भनिसकेपछि अबको स्कोप आइटीमा तपाईँले कसरी देख्नु भएको छ क्या जस्तै एन्टरप्रेन्योरसिप हेरकै लागि नेपाल सरकारको अहिलेको हेऱ्यो भने गभर्मेन्टको होइन 100 वटा
टार्गेट छ नि जुन चाहिँ लिस्टेड छ त्यसको हजुर। चाहिँ पनि 10 वटा भित्र राख्यो भने टपमा आइटी छ के हजुर नेपालले अहिले जति पनि हामीले हाम्रो नेपालमा रेमिटेन्स भित्र हो नि यसरी हामी पहिला के गर्थ्यौँ भने गएर काम गर्थ्यौँ लेबर सेल गर्थ्यौँ के हजुर अहिले चाहिँ हामीले सफ्टवेयर सेल गर्नुपर्छ भनेर गभर्मेन्टले टार्गेट गरेछ त्यसको लागि थुप्रै डिफ्रेन्ट पोलिसी लागेको छ होइन जस्तो बाहिर पनि पैसा लगानी गर्न पाउने आइटी सेक्टरले भन्यो अस्ति होइन लिभरेज पोलिसीहरू लिएर आएको छ पोलिसीहरूमा के छ भने आइटीलाई इनबिल्ड गरेर डिजिटाइजेसन गर्छु भनेको छ रजिस्ट्रेसन प्रोसेसलाई चाँडो बनाएको छ नि त होइन विदिन आवर त्यसपछि के हुन्छ त्यो सबैले गर्दाखेरि नेपालको डुइङ बिजनेसको ऱ्याङ्क चाहिँ नेपालको टपतिर आउँछ होला अब चाहिँ पोजिटिभ भाइब्सले गर्दाखेरि होइन हामी त के छ नि एकदम होपफुल्ली होइन एकदम पोजिटिभ पार्टमा छौँ क्या हामी यहाँ गभर्मेन्ट फर्म गरिरहेछौँ युथको वर्ल्ड वाइड हेऱ्यो भने उतातिर फेरि युद्ध भइरहेछ होइन अमेरिकाले कहाँ एट्याक गरिरहेछ कहाँ गरिरहेछ त्यो त्यतातिर ब्याड न्युज हाम्रोतिर गुड न्युज क्या त्यसलाई कसरी लिन्छु भने मजाले के भन्छ अबको 5 years 10 years तपाईँले भन्नु नि नेपालमा जति पढिरहेका छन् बाहिर गएर काम गर्नु पर्दैन नोम्याड भिजा भन्ने पनि छ क्या एउटा चाहिँ त्यो भने कस्तो भने बाहिर अनलाइनमा काम गर्ने मान्छेहरू जस्तो वर्क फ्रम होमको कल्चरमा छ नि ती मान्छे त यहाँ आएर काम गर्न मिल्छ नि होइन यहाँ काम गऱ्यो भने यहाँ स्यालेरी बुझ्छ उसले यहाँ खर्च गर्छ 2 दिन बिदा हुँदाखेरि घुम्न जान्छ इन्टरनल टुरिज्म ग्रोथ भयो नलेज सेयरिङ भयो त्यसले उहाँको एक्सपर्टिज यहाँ दियो 5 जना मान्छे सिलिकन भ्यालीमा काम गरेको मान्छेहरू अथवा गुगलमा काम गर्ने मान्छे यहाँ बसेर काम गर्न पायो भने यहाँका 100 जना युवाले सिक्छ नि त होइन कन्फिडेन्स पनि बढ्ला म गुगलमा काम गरिरहेको छु म एप्पलमा काम गरिरहेको छु म माइक्रोसफ्टमा काम गरिरहेको छु कम्पनीको ब्रान्ड त हो नि खास सेल गर्ने होइन आखिर काम त गरेपछि सिस्टम त एउटै काम गर्ने हो त्यो पार्टमा छ त्यो गरेको म त एकदम होपफुल छु होइन त्यसमा हुन्छ पनि अनि अर्को चाहिँ के छ भने गभर्मेन्टले चाहिँ जस्तो हाम्रो पर क्यापिटा इन्कम चाहिँ अहिले 1400 को रेन्जमा छ भने अबको 10 वर्षभित्र पर क्यापिटा इन्कमलाई चाहिँ 3000 पुर्याउने भनेको छ होइन त्यसको लागि हिँड्ने ब्याकअप त आइटी नै होला 3टा सेक्टर छुट्यायो भने जस्तो आइटीलाई फर्स्ट प्रायोरिटी छ टुरिज्म छ होला होइन अथवा एजुकेसन छ हेल्थ छ त्यो पार्टहरू छ त्यो भएर म त एकदम होपफुल छु आइटीलाई आइटीको त्यो सबै त्यही नै छ तर यति चाहिँ के रहेछ भने जस्तै जब गर्न जति सजिलो स्टार्टअपमा चाहिँ रहेन रहेछ क्या त्यो अझ हामीसित फेरि नेपालीसँग चाहिँ के भन्दा नि बजेट टाइट हामीसँग त फुल बजेट हुँदैन अनि त्यो बजेट टाइट भइसकेपछि अलिकति चाहिँ खट्नु चाहिँ पर्छ क्या र सुरुको फेजमा चाहिँ स्टार्टिङमा चाहिँ स्टार्टअपको जतिको डिफिकल्ट कहीँ हुन्छ जस्तो मलाई आई थिङ्क लाग्दैन कि बरु जम्मा मान्छे भन्छ बिहान गयो बेलुका त्यो त बरु एटलिस्ट स्यालेरी फिक्स छ होइन हाम्रो त रेभेन्यू सोर्स हुँदैन स्टार्टअपमा जस्तै मैले स्टुडियो खोल्दाखेरि चाहिँ एउटा सामान मगायो फेरि अर्को चाहिन्छ अर्को मगायो अर्को चाहिन्छ अनि रेभेन्यू आउने बाटो छैन भनिसकेपछि त कति चाहिँ खट्नु चाहिँ पर्छ जस्तो लाग्छ कि मलाई अहिले मात्रै बिजनेस सक्सेस हुन्छ जस्तो लाग्छ त्यो मिनमल कार्कीको पनि आई थिङ्क खटेरै भयो होला जस्तो लाग्छ यसमा चाहिँ एमबिए भन्दा पनि तपाईँको बुझाउनु के छ कति खटाइ छ कि छैन जस्तो अहिलेको जेनजीहरू त उनीहरू त काम भन्दा अलिकति पर छन् भन्ने मैले सुनिरहेको नि त मलाई के लाग्छ भने छैन त भन्दिनँ एकदम फुल पार्टमा के छ भने म आफ्नो लागि चाहिँ म आफैले सेल्फ अर्न गर्नुपर्छ भन्ने एकदम अवेरनेस छ अहिले चाहिँ हजुर ब्याचलर पढ्ने स्टुडेन्टलाई त बुवा आमासँग पैसा माग्दाखेरि लाज लाग्छ कि अहिले हामीले चाहिँ एकदम इजिली मागिदिन्थ्यौँ लाज माग्छ कि लाज लाग्छ भनेको मलाई घुम्न जानुपर्छ घुम्ने कल्चर आयो म हाइकिङ जानुपर्छ ट्रेकिङ जानुपर्छ त्यसको लागि त पैसा मागिराखिन्छ होइन त्यो सँगै मेरो फी पनि आफै तिर्नु पाए त बुवा आमालाई कसो बुवा आमाले भनेको सुन्नु पर्थेन नि त भन्ने चाहिँ छ होइन त्यो भएर त खट्ने पार्ट इन अ सेन्स कस्तो भने बिजनेस मोडल चाहिँ बुझ्नु पर्यो क्या त्यसको होइन अध्ययन गर्नु पर्यो रिसर्च गर्नु पर्यो वर्ल्ड वाइड के भइरहेछ के छ हामीले जस्तो तपाईँले बिजनेस इन्भाइरोमेन्ट पढ्नु भयो होला होइन अथवा प्रिन्सिपल अफ म्यानेजमेन्ट पढ्नुभयो त्यो हामीले इन्भाइरोमेन्ट भनेर पढ्यौँ नि होइन इन्भाइरोमेन्टको इक्जाम्पलमा त्यसै हामीले पेस्ट भनेर पढ्यौँ पोलिटिकल अहिलेको युथहरू पोलिटिकल एकदम हाइली अवेर छन् पहिला डु लाइक पोलिटिक्स भन्यो भने मेरो बिजनेस होइन भन्थ्यो होइन मलाई मन पर्दैन भन्थ्यो बुढो मान्छे भन्थे अहिले चाहिँ के हुन्छ भने जस्तो आइरह हुन्छ नि अहिले मान्छेले के भन्छ नि पोलिटिक्समा अवेर छ यस्तो रहेछ सिस्टम यस्तो गर्न पाइँदो रहेछ यस्तो गर्न पाइँदो रहेछ यस्तो गऱ्यो भने मान्छेले यस्तो हुँदो रहेछ थाहा पायो नि त्यो पार्टले के हुन्छ भने मान्छेले खटाइ त धेरै हुनुपर्छ होइन त्यो फेरि के भन्दा फेरि मान्छेले त्यसलाई फेरि अर्को तरिका के दिनुपर्छ भने तपाईँको फ्री टाइम पनि छ नि त तपाईँको 10 to 9 to 5 त टाइम दिनु परेन नि जति बेला पनि छ हामीले अन्टरप्रेनरसिप किन बन्ने भन्दाखेरि चाहिँ आफ्नो कन्ट्रोल आफैमा हुने हो म फ्री हुन्छु भन्ने पनि त छ नि त्यो दुईटा माइन्डसेट चाहिँ के छ भने स्टार्टिङ फेजमा चाहिँ यति बेला हामीले भनेको प्र्याक्टिस पनि गरेर काम गर्ने भनेको के भन्छ कल्चर बुझ्नको लागि हो क्या मेरो अर्गनाइजेसनमा जति बेला गएर हुन्छ भने तपाईँ बिहान आउनु भएन भने त पोडकास्ट चल्थेन नि त तपाईँको झन् झन् मैले 10 बजी आउँछु भनेको 9 बजी आइदियो इक्जाम्पल 9 बजी 8:30 बजी आउनु पऱ्यो नि त होइन त्यो त फेरि घरमा तपाईँ जब गर्नुहुन्थ्यो त 10 बजी गयो हुन्न र भन्नुहुन्छ होला नि त होइन त्यो चाहिँ खटाइ चाहिँ धेरै हुनुपर्छ त्यसको लागि के हुन्छ नि मान्छेले एकदम धेरै कन्टेन्टहरू पढ्ने होइन वर्ल्ड वाइड के भइरहेछ कस्तो कस्तो प्र्याक्टिस भइरहेछ अब आज निकालेको बिजनेस मोडल भोलि फेल भइरहेछ क्या
त्यो चाहिँ थ्योरी कन्टेन्ट एकदम अध्ययनशील चाहिँ हुनु पर्यो जस्तो लाग्छ मलाई चाहिँ। प्रेडिक्टेसन त गर्न सकिन्न होइन, फेल हुने जस्तै। फेल हुनुको मेन कारण चाहिँ तपाईँले के देख्नु भएको छ? नेपालको स्टार्टअपहरू पढ्ने त फेल भएको नि त होइन। सो के कारणले चाहिँ फेल भयो होला जस्तो लाग्छ तपाईँलाई? बिजनेस मोडल नबुझेर हो कि? त्यो नेपालमा मात्रै स्टार्टअप फेल भएको होइन, त्यो त होइन मैले वर्ल्ड वाइडै फेज अप हुन्छ। जस्तो मैले इक्जाम्पल दिन्छु, युएसको 2टा ब्याङ्क ब्याङ्क्रप्ट भयो भनेर न्युज आयो।